Hello guys, welcome back to my YouTube channel. हजुरहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज हामी मल बोक्न गइरहेको छौं। मल बोक्न लागेको हामी चाहिँ देख्न सक्नुहुन्छ मेरो साथीहरु। बित्था बनाएको नि। चाहिँ हाम्रो गाउँ घर हो, देख्न सक्नुहुन्छ। हामी चाहिँ आज मल बोक्नै हो। क्या भन्छ बुढाले फोन गर्दा नि ठाडो पार्नु त हुँदैन नि त चप्पल फुकाल न बोक्दै हिँड नमस्ते मेरो गरे त के छ गाउँ घरमै रमाइलो भनेर कति बिदै गर्ने अरे टाइटल एन्ड थम्बनेल बोक अझै कसको बोक यो कसको हो उचालमा उतै माथि लैजा मलाई आज बिस्किट त्यसरी तिमीलाई स्वागत छ मेरो YouTube च्यानलमा। थ्यांक यू यहाँ उ गर न यहाँ लगा बाटो हौ अनि के हुन्छ त बाटो यो भाउजू सोरुको भुङ्का दिनु न ओए जित्वा ओए आमालाई कहाँ दिनु छ त माथि खाकै ठाउँमा हो। आगा ग्वास फुट्छ है अन्थ्यो अहिले त मार्दैन। सानो सानो उ त नि के भन्छ चिनो क्या के अरे सानो सानो क्या पछि ओइ मानिका सिस्टर त्यसो फोन रातमा खाऊ माथि पावर ब्याङ्क अनि त सोलर कोही त आउँछ जहिले दुई छोरा हिँड्छ नि सन्दुमामा बनाउँदैछ नि त उता भोचुवा रेखी हिँड्दैछ ल यसको हुनेवाला खाजा हामी चाहिँ अब मल बोकिसकेर खाजा खान आएको होइन हो के खाजा छ भन्न। चटपटे होला खायो कसैलाई चाहिँ फोन चार्ज नभएको टेन्सन छ भर्खर बल्ल बल्ल लाइन आएको ल। यस यस गर्मी हे गर्मी गर्मी ऊ त ढोक्सी त कराउँछ म भिडियो गर्नु नि दिँदैन। हाम्रो गाउँघर हामीले चाहिँ अब खाजा साजा पनि खाइसक्यौँ। अब चाहिँ हामी मल बोक्नु पर्ने हुन्छ। अनि चाहिँ मल खनिराख्नु भएको छ हाम्रो साथी होइन। अरू चाहिँ उतै पर छन् आउनु हुँदैछ। हामीले चाहिँ मल बोकेर सकिसक्यौँ। अब चाहिँ हाम्रो छुट्टी हो आजको छुट्टी भोलि त फेरि भोलि त माटो खन्नु जाने हो रातो। हामी चाहिँ घरतर्फ लाग्दैछौँ। घरतिर देख्न सक्नुहुन्छ मेरो गाई छहरू। हामी चाहिँ लागेको अब घरतिर मल बोकिसकेर। पछाडि हुनुहुन्छ सजिना राई। घर जानुपर्छ उकालो माथि पुग्नुपर्छ। घर पनि आधी घन्टा लाग्छ।
चाहिँ घर आएर टक्क लगाएर हात खुट्टा मुख सबै धोएर फ्रेस भएर घुम्न जाँदैछु मासतिर। हाम्रोतिर चाहिँ आजभोलि लाइन लोड सेडिङ चलिरहेछ। बिहान आउँछ, त्यसपछि दिनभरि जान्छ, बेलुका आउँछ एकछिन, त्यसपछि फेरि जान्छ। के गर्नु र, यस्तै छ। घुम्न गएको मस्तिर स्कुलतिर। यहाँ चाहिँ केटाकेटीहरू छिर्के मिर्के खेल्दैछ। के हो छिर्का खेल्नेको? एकादुकी हामी पनि यस्तै खेल्छौँ केटाकेटीमा। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ नेक्स्ट डे आएको छ, तर म भिडियो चाहिँ जोडेर लाउँछु हिजोकोसँग। यो छ मनिका बादारी। से हाई मनिका। देखाइदिएन दाना पनि। हामी चाहिँ हेरेको आज त कस्तो टाढो छ नि। 2 घन्टामा एक चोटी। 1 घन्टामा 1 लाम। 2 घन्टा नि ओर्दो जाने 1 घन्टा लाग्छ। 1.5 घन्टा। यस्तो टाढो मल बोक्दैछौँ साथीहरू। तपाईँहरू पनि आउनु होला मल बोक्न हाम्रो गाउँमा। सासुराली बनाउने मन छ भने यो यिनीहरू चाहिँ सिङ्गल हो, म चाहिँ म्यारिड हो। यो दुईटा चाहिँ सिङ्गल हो। यिनीहरूको चाहिँ बोय फ्रेन्ड पनि छैन। छ यसको त बोय फ्रेन्ड छ अरे। आमामा के नसक्नुको अहिलेको केटीहरूलाई। आगा यो पछाडि हिँड्नेको कतिवटा 10-15वटा छ होला। अनि त्यो कहाँदेखि अब यतिको त्यो हुनु पर्यो है। हामी यस्तै त खानु ब्रो। हाम्रो गाउँघर देख्न सक्नुहुन्छ तपाईँहरूले। भ्रमण गर्न आउनु होला हाम्रो भोजपुरमा। हामीले चाहिँ 12 बजीदेखि मल बोकेको, अहिले 2:45 हुँदैछ। 2:45मा हामीले जम्मा 2 भारी बोक्दैछौँ। अब हामी चाहिँ गएर खाजा खानु पर्ने हुन्छ। हाम्रो चाहिँ यहाँ मल बोक्दै फोटो खिच्ने कार्यक्रम पनि भइसक्यो। यिनीहरूलाई फुल देख्दै हुँदैन, फोटो खिच्ची त हाल्नुपर्छ। खिच्नु परेन। लु आऊ, यहीँ स्क्रिन सर्ट हाल्नुपर्छ भने। लु कस्तो राम्रो फुल छ। म चाहिँ फोटो खिच्ने कार्यक्रम सकिसक्यो। अब हामी चाहिँ जानुपर्ने हुन्छ खाजा खानलाई घरतिर। भोलि भेटौँला अर्को भिडियोमा। अनि गरेपछि कालो मैले गरिदिरहेको थिएँ तिम्रो। तर तिम्रो उयो भ्लगै आएन त। आउँछ त, गीत मात्र आयो, गीतमा बनाएको मात्र। यो चाहिँ हाम्रो गाउँघर हो, देख्न सक्नुहुन्छ गाइज। हाम्रो गाउँ यति राम्रो छ, यति रमणीय छ। हाम्रो मल बोकाइ चाहिँ यस्तै छ गाइजहरू। यस्तो उकालो लानुपर्ने हुन्छ। गर्मी आमामा त्यत्रो उकालो। 1 घन्टामा 1 बारी, 1.5 घन्टामा 1 बारी चाहिँ बोक्दैछु मलाई।